साथीहरू तपाईँलाई यस अनलाइन पढ्ने गरको अधिकारी युट्युब च्यानलमा हार्दिक स्वागत गर्न चाहन्छु। आज म तपाईँहरूलाई सङ्गठित संस्था अन्तर्गत नेपाल ब्याङ्क लिमिटेड, कृषि विकास ब्याङ्क र राष्ट्रिय वाणिज्य ब्याङ्क लिमिटेडको नयाँ भ्याकेन्सी अपडेट लिएर उपस्थित भइसकेको छु। आज 2082 साल फागुनको 1 गते रहेको छ। यो फागुनको 1 गते चाहिँ तीनवटै ब्याङ्क सङ्गठित संस्थाहरू अन्तर्गत तीनवटै ब्याङ्कले नयाँ भ्याकेन्सी लिइसकेका छन्, पब्लिस गरिसकेका छन्। राष्ट्रिय वाणिज्य ब्याङ्कले चौथो तहको लागि र कृषि विकास ब्याङ्क र नेपाल ब्याङ्क लिमिटेडले अफिसर र असिस्टेन्ट सबै तहको लागि भ्याकेन्सी निकालिसकेको अवस्था देखिन्छ। तपाईँले यस भ्याकेन्सीमा तपाईँले विभिन्न तहमा भ्याकेन्सी रहेको छ। यसमा तपाईँले फर्म भर्न पाउने भनेको 2082 साल माघको 21 गतेसम्म तपाईँले सिङ्गल दस्तुरमा फर्म भर्न पाउनुहुन्छ भने यसको 1 हप्ता अरू थप गरेर 11 महिना 28 गतेसम्म डबल दस्तुरमा तपाईँले फर्म भर्न मिल्ने भनेर प्रावधान उल्लेख गरेको छ। यसमा तपाईँको हेर्नुहुन्छ भने यो चाहिँ मैले नेपाल ब्याङ्कको चर्चा गरिराखेको छु। नेपाल ब्याङ्कको सन्दर्भमा हेर्नुहुन्छ भने तह 9 भन्छ। यो तह 9 मा पनि भ्याकेन्सी खोलेको छ। यो तह 9 को परिप्रेक्ष्यमा हेर्नुहुन्छ भने के भन्छ भन्दा यो खुल्लामा एकजना खोजेको छ। यसमा मान्यता प्राप्त शिक्षा संस्थाबाट चाहिँ विभिन्न पास गरेको हुनुपर्छ भनेर भनेको छ। र तपाईँ कम्तीमा चाहिँ 3 वर्षको अनुभव छ भनेपछि मिल्छ, नत्र मिल्दैन भनेर भनेको छ। त्यसै गरी अरू कुनै पनि तह छैन, एकैचोटि अफिसर लेभल 6 लेभलमा छ, छैठौँ तहमा। यसमा चाहिँ खुल्लामा 4 जना, महिलामा 1 जना, मधेसीमा 1 जना र पिछेमा 1 जना गरेर खोलेको छ। 4, 3, 7 कोटा खोलेको छ। यसमा चाहिँ मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा पनि व्यवस्थापन वा मानविकीमा चाहिँ तपाईँले मास्टर्स पास गरेको हुनुपर्छ भनेर उल्लेख गरेको छ। त्यसै गरी तपाईँको हेर्नुहुन्छ भने सहायक प्रबन्धक आइटीको लागि पनि खोलेको छ। यो आइटीको लागि चाहिँ तपाईँलाई एउटा मात्रै कोटा खोजेको छ मधेसीमा, त्यसै गरी यति मात्रै खोजेको छ। त्यसै सहायक प्रबन्धक सिएको लागि पनि खोलेको छ। सिएमा चाहिँ तपाईँको खुल्लामा 1 जना र आजमा 1 जना खोजेको छ। यसमा सिए अथवा एसएससी उत्तीर्ण गरेको हुनुपर्छ भनेर उल्लेख गरेको छ। त्यसै गरी प्रदेशगतमा यसले विज्ञापन गरेको छ। त्यसमा चाहिँ हेर्नुहुन्छ भने आइटी पदको लागि चाहिँ प्रदेशमा 1 जना, 4 तहको लागि खुल्ला 1 जना खोजेको छ। बागमतीको लागि चाहिँ 2 जना खुल्लामा, 1 जना आजममा, 1 जना मधेसीमा खोलेको छ। लुम्बिनीमा 1 जना खोजेको छ। सामान्यतया मान्यता प्राप्त शिक्षण संस्थाबाट सूचना प्रविधिमा स्नातक पास गरेको हुनुपर्छ। ब्याचलर पास गरेको हुनुपर्ने भनेर उल्लेख गरेको छ। र सबैभन्दा महत्त्वपूर्ण तपाईँ सबैले दिन मिल्ने जुन सहायक पद भन्छ, यो असिस्टेन्ट लेभल भन्छ। यो असिस्टेन्ट लेभलको चौथो तह, चौथो तहसँग सम्बन्धित विज्ञापनको बारेमा यहाँ उल्लेख गरेको छ। प्रदेशगत खोजेको छ। यसमा चाहिँ कोशी प्रदेश अन्तर्गतका कार्यालयहरूमा खुल्लामा 5 जना, अरू महिला, आज र दलितमा चाहिँ 1 वटा खोलेको छ है। 1 वटा चाहिँ के गरेको छ, खोलेको छ। त्यसै गरी तपाईँको हेर्नुहुन्छ भने अर्को चाहिँ तपाईँको हेर्नुहुन्छ भने मधेस तपाईँको प्रदेश अन्तर्गत कार्यालय अन्तर्गत हेर्नुहुन्छ भने यसमा चाहिँ खुल्लामा 3 जना, महिलामा 1 जना, आजमा 1 जना, मधेसीमा 1 जना खोजेको छ। त्यसै गरी बागमती प्रदेश अन्तर्गत हेर्नुहुन्छ भने 5 जना खुल्लामा, अरू सबै तपाईँको आज महिलामा चाहिँ 2 जना, 1 जना र मधेसीमा 2 जना खोजेको छ भने अपाङ्गमा 1 जना खोजेको छ। त्यसै गरी तपाईँ गण्डकी प्रदेश अन्तर्गत कार्यालय अन्तर्गत हेर्नुहुन्छ भने तपाईँको खुल्लामा 7 जना खोजेको छ। गण्डकीमा धेरै रहेछ अन्तभन्दा। महिला आजमा चाहिँ 1 जना खोजेको छ। मधेसीमा, दलितमा, अपाङ्गमा 1 जना खोजेको छ। र त्यसै गरी लुम्बिनी प्रदेश अन्तर्गत कार्यालय अन्तर्गत हेर्नुहुन्छ भने यसमा चाहिँ खुल्लामा 3 जना खोजेको छ भने अरू महिला र दलितमा 1 जना खोजेको छ। यसरी भ्याकेन्सी यस्तो प्रकारको रहेको छ। नेपाल ब्याङ्क लिमिटेडको यस्तो भ्याकेन्सी छ। यो भ्याकेन्सीका सन्दर्भमा तपाईँलाई लाग्न सक्छ केबाट अनलाइन हो कि फिजिकल्ली तपाईँले एप्लाई गर्नुपर्छ भन्दा अनलाइन माध्यमबाट पनि तपाईँले यसमा एप्लाई गर्नुपर्ने हुन्छ। यसमा चाहिँ उमेरको हद पनि तोकेको छ। उमेरको हद सन्दर्भमा हेर्नुहुन्छ भने यदि तपाईँको चाहिँ अपाङ्गता प्राप्त अपाङ्ग व्यक्ति अथवा महिला हुनुहुन्छ भने तपाईँको 40 वर्ष ननागेको हुनुपर्छ है। नत्र भने अन्य व्यक्तिको हकमा भने चाहिँ 21 वर्ष पुगेको हुनुपर्छ र तपाईँको 35 वर्ष चाहिँ ननागेको हुनुपर्छ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ।
यसको चाहिँ इक्जाम कहाँ हुने भन्दा लिखित परीक्षा तथा अन्तर्वार्ता चाहिँ हुने भनेर उल्लेख गरेको छ। त्यसै गरी परीक्षण काल चाहिँ महिलाको हकमा 6 महिना, पुरुषको हकमा चाहिँ 1 वर्ष हुने भन्ने कुरा पनि उल्लेख गरेको छ। र तपाईँलाई पैसा कति लाग्छ त भन्ने पनि लाग्न सक्छ। पैसा हेर्नुहुन्छ भने यसमा अफिसर लेभलको लागि है, अफिसर लेभलको लागि 1000 रुपियाँ चाहिँ लाग्ने र समावेशीको लागि 400 रुपियाँ भनेको छ भने सहायक स्तरको लागि चाहिँ 800 रुपियाँ प्लस 200 रुपियाँ चाहिँ तपाईँ केसको लागि लाग्छ भन्नुहुन्छ भन्दा समावेशीको लागि लाग्ने भनेर उल्लेख गरेको छ। यस्तो किसिमको चाहिँ तपाईँको विज्ञापन रहेको छ। कसको भन्नुहुन्छ भन्दा नेपाल ब्याङ्क लिमिटेडको। अब हेरौँ अर्को विज्ञापन है, अर्को विज्ञापन कृषि विकास ब्याङ्क लिमिटेडको विज्ञापन हेरौँ। यसमा पनि सेम रहने काम गर्छ। भन्नुको मतलब यो विज्ञापन पनि एकीकृत विज्ञापन आएको कारणले गर्दा है, एकीकृत विज्ञापन आएको कारणले गर्दाखेरि चाहिँ तपाईँको आजकै दिनबाट है सेम जे छ तपाईँको नेपाल ब्याङ्क लिमिटेडमा जे हुन्छ यसमा पनि सेम त्यही हुन्छ। भन्नुको मतलब यो पनि फागुनको 21 गतेसम्म तपाईँको फर्म भर्न पाइन्छ भने डबल दस्तुर भरेर 7 दिन थपेर तपाईँको कति गते 28 गतेसम्म फर्म भर्न मिल्छ यसमा। र तपाईँले अर्को कुरा बुझ्नुपर्ने कुरा के छ भन्नुहुन्छ भन्दा यसमा चाहिँ विभिन्न प्रदेशबाट विज्ञापन खोलेको छ है। ठुलो भ्याकेन्सीमा सबैभन्दा धेरै विज्ञापन ल्याउने ब्याङ्कको रूपमा पनि हामी कृषि विकास ब्याङ्कलाई बुझ्न सक्छौँ। यसमा अफिसर लेभल अन्तर्गत शाखा प्रमुख भन्छ अधिकृत तह 8 को लागि चाहिँ भ्याकेन्सी खोलेको छ। यसमा चाहिँ खुल्लामा 1 जना खोजेको छ। त्यसै गरी तपाईँको व्यवसाय अधिकृत भन्छ तह 6 मा विज्ञापन गरेको छ 52 जना टोटल, 29 जना खुल्लामा छ भने 8 जना महिलामा, 6 जना आजममा, 5 जना मधेसीमा, 2 जना दलितमा, 1 जना अपाङ्ग र 1 जना पिछडिएको भनेर उल्लेख गरेको छ। अर्को चाहिँ लेखा अधिकृत CASCCA को लागि खोलेको छ। यसमा चाहिँ तपाईँको कुल चाहिँ 10 जना खोजेको छ भने 6 जना खुल्ला र अरू सबै पदहरूमा चाहिँ दलित, मधेसी, आज, महिलामा चाहिँ 1-1 जना खोलेको छ। त्यसै गरी लेखपाल अन्तर्गत तपाईँ कोशी प्रदेशको लेखपाल चौथो तहको लागि चाहिँ 25 जना खोजेको छ भने यसमा खुल्लामा 14 जना खोजेको छ र अरूमा चाहिँ आवश्यकता अनुसार 1, 1, 2, 3, 4 गरेर यसरी भ्याकेन्सी खोलेको छ है। त्यसै गरी तपाईँको हेर्नुहुन्छ भने मधेसीमा चाहिँ लेखपाल पद चाहिँ 44 जना खोजेको छ। हेर्नुहोस् त 24 जना त खुल्ला मात्रै खोजेको छ भने 6 जना, त्यसै गरी 5, 2, 1 गरेर यसरी चाहिँ अन्य समावेशीतर्फ तपाईँको भ्याकेन्सी खोलेको छ। त्यसै गरी तपाईँको बागमतीमा पनि राम्रो भ्याकेन्सी खोलेको छ 30 जना खोजेको छ। यसमा 15 जना त खुल्लाबाट मात्रै उल्लेख गरेको छ। त्यसै गरी तपाईँको हेर्नुहुन्छ भने गण्डकी अन्तर्गत है, त्यसै गरी गण्डकी अन्तर्गत हेर्नुहुन्छ भने गण्डकीमा चाहिँ 20 जना खुल्लाबाट छ भने अरू चाहिँ समावेशीबाट 20 जना टोटल, 11 जना खुल्लाबाट छ भने अरू बाँकी चाहिँ समावेशीबाट रहेको छ। त्यसै गरी तपाईँको हेर्नुहुन्छ भने लुम्बिनीमा हेर्नुहुन्छ भने लुम्बिनीमा पनि एकदमै राम्रो भ्याकेन्सी छ। हेर्नुहोस् त 35 जना छ टोटल, 20 जना खुल्ला खोजेको छ भने अरू चाहिँ समावेशीमा रहेको छ। कर्णालीबाट 15 जना खुल्ला टोटल, 8 जना खुल्लाबाट रहेको छ भने अरू समावेशीमा छ। सुदूरपश्चिममा चाहिँ 10 जना टोटल खोजेको छ भने 6 जना खुल्ला खोजेको छ। विज्ञापनको अवस्था हेर्नुहुन्छ भने यस्तो रहेको देख्न सक्नुहुन्छ। टोटल 242 जना चाहिँ खोजेको छ। यो पनि एकदमै राम्रो ठुलो भ्याकेन्सी हो भनेर पनि तपाईँले बुझ्न सक्नुहुन्छ। यस्तो भ्याकेन्सीहरू, यस्तो ठुलो भ्याकेन्सीहरू पटक पटक आउँदैन है। यो तपाईँको लागि ग्रेट चान्स हो। त्यस कारणले गर्दा अलिकति कन्जुसिया नगरेर पढ्नमा हेलचेक्राइ नगरेर राम्रोसँग पढ्नु होला। र तपाईँलाई लाग्न सक्छ यसमा चाहिँ तपाईँको नर्मली कति पैसा लाग्छ त है, पैसा कति लाग्छ त भन्ने तपाईँलाई लाग्न सक्छ। यसमा चाहिँ परीक्षा दस्तुर के कति छ भन्नुहुन्छ भन्दा परीक्षा दस्तुर के कति छ भन्नुहुन्छ भन्दा अफिसर लेभलको लागि अधिकृत तहको लागि चाहिँ 1000 रुपियाँ र थप समूहको लागि 500 रुपियाँ उल्लेख गरेको छ भने खुल्लातर्फ सहायक स्तरमा चाहिँ खुल्लातर्फ 800 र समावेशीको लागि चाहिँ 400 रुपियाँ भनेर उल्लेख गरेको छ। यसको पनि भ्याकेन्सी कहिलेसम्म भर्न पाउने भन्ने कुरा सेम नेपाल ब्याङ्कको जस्तै रहेको छ। यसमा तपाईँको धेरै बुझ्नुपर्ने आवश्यकता छैन। यति भएपछि तपाईँले लगभग तपाईँले बुझ्नुहुन्छ भन्ने मैले बुझेको छु है त। अब हेरौँ सबैको नजर जुडेको एउटा ब्याङ्कको रूपमा अर्थात् राष्ट्रिय वाणिज्य ब्याङ्क लिमिटेडको बारेमा। यसको विज्ञापन पनि आज नै भएको छ भने यसको पनि तपाईँको कहिलेसम्म फर्म भर्न मिल्छ भन्दा सेम डेट रहेको छ है। सेम डेट भन्नुको मतलब के भन्नुहुन्छ भन्दा तपाईँको उसको लागि है तपाईँको अरू ब्याङ्कहरूको जे छ यसमा पनि त्यही हुन्छ भन्ने कुरा तपाईँले बुझ्नुपर्ने रहन्छ है। तपाईँको यी 3वटै ब्याङ्कमा चाहिँ कुनै पनि एक्सपिरियन्स चाहिँ चाहिँदैन है।
कुनै पनि कहिलेकाहीँ लाग्न सक्छ ओहो एक्सपिरियन्स चाहिन्छ कि भन्ने लाग्न सक्छ। कुनै पनि विज्ञापनमा तपाईँको एक्सपिरियन्स चाहिँ चाहिँदैन, तर चाहिन्छ के भन्नुहुन्छ भन्दा योभन्दा अगाडि इक्जाम भइसकेको थियो नि सङ्गठित संस्था भन्ने हो, त्यो सङ्गठित संस्थाको चाहिँ तपाईँको एउटा प्रमाणपत्र चाहिँ तपाईँसँग हुनुपर्छ, बुझ्नुभयो नि है, त्यसको बारेमा हुनुपर्छ भन्ने कुरा बुझ्नुपर्ने भयो। अब हेरौँ विज्ञापन अन्तर्गत, विज्ञापनमा चाहिँ कोशी प्रदेशको लागि चाहिँ कति खोजेको छ भन्नुहुन्छ भन्दा 10जना टोटल खोजेको छ भने 5जना खुल्ला र अरू चाहिँ तपाईँको समावेशीमा खोजेको छ। मध्य प्रदेश अन्तर्गत हेर्नुहुन्छ भने 15जना खोजेको छ चौथो तहको लागि। यो प्रशासन अन्तर्गत है, प्रशासन अन्तर्गत खोजेको छ 15जना, अरू टोटलमा 9जना खुल्लामा छ भने अरू तपाईँको समावेशी अन्तर्गत रहेको छ। बागमती प्रदेशमा हेर्नुहुन्छ भने टोटल तपाईँको 8जना रहेको देख्न सक्नुहुन्छ है, 8जना छ, अरू चाहिँ 4जना चाहिँ खुल्लामा, अरू चाहिँ एक एकजना चाहिँ असमावेशीमा रहेको छ। त्यसै गरी तपाईँको हेर्नुहुन्छ भने गण्डकी प्रदेश अन्तर्गत हेर्नुहुन्छ भने 5जना चाहिँ टोटल तपाईँको खोजेको छ भने 3जना खुल्लामा खोजेको छ, अरू समावेशीमा छ। त्यो लुम्बिनी अन्तर्गत हेर्नु 6जना टोटल छ भने 4जना खुल्ला, अरू चाहिँ तपाईँको समावेशीमा छ। अरू कर्णाली प्रदेश अन्तर्गत चाहिँ तपाईँको 2जना को टोटल मागेको छ भने 1जना चाहिँ खुल्लामा, 1जना चाहिँ तपाईँको महिलामा मागेको छ। त्यसै गरी सुदूरपश्चिम अन्तर्गत चाहिँ तपाईँको 2जना मागेको छ, 2जना नै खुल्लाबाट मागेको देखिन्छ। यस्तो समग्रमा हेर्नुहुन्छ भने यस्तो देखिन्छ। त्यसै गरी तपाईँको नगदको लागि है, प्रशासन नगदको लागि पनि विज्ञापन गरेको छ। यस अन्तर्गत चाहिँ कोशीमा चाहिँ 2जना टोटल मागेको छ। त्यसै गरी तपाईँको मधेसमा चाहिँ 3जना, बागमतीमा 2जना, गण्डकीमा 2जना, लुम्बिनीमा 3जना, त्यसै गरी तपाईँको सुदूरपश्चिम र कर्णालीमा चाहिँ एक एकजना मागेको छ। टोटल चाहिँ तपाईँको हेर्नुहुन्छ भने 62जना चाहिँ यसमा भ्याकेन्सी खोलेको देखिन्छ। टोटल चाहिँ नम्बर अफ भ्याकेन्सी कति हो भन्नुहुन्छ भन्दा 62 है, 62जना चाहिँ यसले भ्याकेन्सी खोलेको छ भने 38जना चाहिँ खुल्लामा भ्याकेन्सी छ भन्ने कुरा पनि तपाईँले बुझ्न सक्नुहुन्छ। 38जना खुल्लामा भनेको पनि सानो भ्याकेन्सी होइन है साथीहरू, बुझ्नुभयो नि, यो पनि एकदमै राम्रो भ्याकेन्सी हो है, एकदमै राम्रो भ्याकेन्सी हो भन्ने तरिकाले तपाईँले बुझ्न सक्नुहुन्छ। अब यसमा सामान्यतया तपाईँको उमेरको हद अरू विषयमा तपाईँले बुझिसक्नु भएको छ। तपाईँले बुझ्नुपर्ने कुरा के हो भन्नुहुन्छ भन्दा एउटा विषय है, एउटा विषय के हो भन्नुहुन्छ भन्दा परीक्षा दस्तुर के कति लाग्छ भन्ने तपाईँले बुझ्नुपर्ने हुनसक्छ है। यसमा चाहिँ के कति पैसा लाग्छ त, योमा फर्म भर्न चाहनुहुन्छ तपाईँले है, योमा फर्म भर्दाखेरि चाहिँ परीक्षा दस्तुर के कति लाग्छ त भन्ने कुरा तपाईँले बुझ्नुपर्ने रहन्छ। यसमा परीक्षा दस्तुरका सन्दर्भमा चाहिँ चौथो तह भन्छ है, असिस्टेन्ट लेभल भन्छ। यो असिस्टेन्ट लेभलको लागि चाहिँ परीक्षा दस्तुर खुल्ला पदको लागि चाहिँ 500 रुपियाँ छ भने थप सहभागीको लागि चाहिँ 100 रुपियाँ लाग्ने भनेर उल्लेख गरेको छ। यसको अन्तिम मिति चाहिँ के छ भन्दा यी फागुन 21 गते चाहिँ अन्तिम मिति रहेको छ। सिङ्गल दस्तुरमा पनि डबल दस्तुरमा थप 7 दिन थपेर 28 गतेसम्म रहेको छ। र साथीहरू तपाईँले सामान्यतया विज्ञापनको बारेमा सरसर तपाईँले बुझ्नुभयो र तपाईँलाई अब एउटा कुरा के लाग्न सक्छ भने तिनवटै ब्याङ्कमा भ्याकेन्सी खुलेको छ, अब कसरी तयारी गर्ने भन्ने विषयमा तपाईँलाई लाग्न सक्छ। यसमा तपाईँले बुझ्नुपर्ने कुरा के हो भन्नुहुन्छ भन्दा पहिलो कुरा चाहिँ तपाईँले इक्जामको स्ट्रक्चर कस्तो छ त्यसको बारेमा तपाईँले क्लियरली बुझ्नुपर्छ। कतिको चाहिँ तपाईँ डिपमा आइराखेको छ, कतिवटा स्टेजमा तपाईँको इक्जाम भइराखेको छ भन्ने कुरा बुझ्नुपर्छ। जसले तपाईँले पहिले फर्म भर्नुभएको थियो, इक्जाम दिनुभएको थियो हाम्रो प्रिटेस्टको भने तपाईँले यसमा सहभागी हुन पाउनुभयो, होइन भने तपाईँ सहभागी हुन पाउनुहुन्न। अर्को चाहिँ तपाईँको सिलेबस जुन छ, सिलेबस चाहिँ तपाईँले मजाले सिलेबस तयारी गर्नु होला। सिलेबस हेरेर प्रिन्ट गरेर तपाईँले तयारी गर्नुभयो भने खासै गाह्रो होइन। अनि तपाईँले स्टडी प्लान गराउनु भयो है, के कति पढ्ने भनेर डेली स्टडी प्लान गराउनु भयो भने तपाईँलाई धेरै गाह्रो हुँदैन है। त्यसै गरी तपाईँको स्टडी रिसोर्सेसहरू कहाँबाट लिने भन्ने कुरा तपाईँलाई लाग्न सक्छ। रिसोर्सेसहरू तपाईँले कलेक्सन गर्नुभयो भने तपाईँलाई धेरै गाह्रो नहोला। करेन्ट अफेयर्समा तपाईँ अलिकति अपडेट हुनु होला। करेन्ट अफेयर्स भनेको अहिले वर्तमान अवस्था है अथवा समसामयिक विषयवस्तुलाई पनि तपाईँले एड गर्नुहोला। अनि त्यसै गरी तपाईँको ल्याङ्ग्वेजहरू नेपाली कहिलेकाहीँ नेपालीमा पनि सोधिराखेको हुन्छ, कहिले इङ्ग्लिसमा मात्रै सोधिराखेको हुन्छ। त्यस कारणले गर्दा नेपाली र अङ्ग्रेजी दुवैमा तयारी गर्नु होला। क्वेसन चाहिँ भन्छु है, क्वेसन नेपाली इङ्ग्लिस दुवैमा तयारी गर्नु तपाईँलाई सहज होला। अनि तपाईँ रेगुलर मोक टेस्ट दिनुहोस् है, मोक टेस्ट रेगुलर दिनुहोस्।
यो रेगुलर मोक टेस्ट दिनुभयो भने तपाईँलाई सहज हुन्छ है। त्यसै गरी तपाईँले एमा पास हुनुभयो भने चाहिँ सहज हुन्छ र तपाईँको मोटिभेटेड रहने कन्सिस्टेन्ट मोटिभेट है निरन्तर रूपमा तपाईँ मोटिभेट भएर पढ्नुपर्ने हुन्छ। त्यो भएपछि तपाईँलाई सहज हुन्छ र तपाईँको सामान्यतया ग्रुप स्टडी गराएर पढ्नुभयो भने पनि तपाईँलाई राम्रो हुन्छ। बुकहरू चाहिँ राम्रो तपाईँको जनरल नलेजहरू अन्य रिटर्न बुकहरू पनि तपाईँले लिएर पढ्नुभयो भने सहज होला जस्तो मलाई लाग्छ। है त आजको भिडियोमा तपाईँले सबैलाई सामान्य जानकारी प्रदान गरेको छु। आजको भिडियो तपाईँलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नबिर्सनु होला। मन परेमा लाइक सेयर र कमेन्ट पनि गर्नुहोला भन्न चाहन्छु। र यो इक्जामलाई कसरी क्र्याक गर्ने अथवा यसको सिलेबसहरू के कस्ता छन् भन्ने विषयमा म अर्को भिडियोमा आउने नै छु। म तपाईँसँग त्यहीँ भेट्ने नै छु। अहिलेको लागि बाई।